बाइबल बाड पाठ 64 10 आज्ञाहरू चोरी। उद्देश्य नमस्ते तथा शुभ दिन। यो बाइबल बाड हो। बाड भनेको यस्तो कथाकार हो जसले कुनै विशेष मौखिक परम्परासँग सम्बन्धित परम्परागत कथाहरू वा पदहरू वाचन गर्छन्। म यहाँ बाइबलको साहित्यले परमेश्वर को हुनुहुन्छ र मानिस को हुन् भन्ने विषयमा के भन्छ भन्ने कुरा प्रस्तुत गर्न र व्याख्या गर्न आएको हुँ। पाठ 8औं आज्ञा चोरी। आज हामी बाइबलको साहित्यमा वर्णन गरिएको 8औं आज्ञाबारे अध्ययन गर्नेछौँ। प्राचीन हिब्रूहरू परमेश्वरसँग करार कानुनी सम्बन्धमा प्रवेश गरेका थिए। यस करारको आधारलाई 10 आज्ञा भनिन्छ। प्रस्थान 10 को 1 देखि 17 र व्यवस्था 5 को 1 देखि 22 मा वर्णन गरिएका यी 10 आज्ञाहरूले परमेश्वर र इजरायल राष्ट्रबीचको सम्बन्धको आधार निर्माण गर्छ। परमेश्वरसँगको सम्बन्धी आज्ञाहरू: धर्मत्याग प्रस्थान 20 को 3, व्यवस्था 5 को 7, उल्लङ्घन व्यवस्था प्रस्थान 32। आज्ञा नम्बर 2 मूर्ति पूजा प्रस्थान 20 को 4, व्यवस्था 5 को 8, उल्लङ्घन प्रस्थान 32। आज्ञा नम्बर 3 ईश्वर निन्दा प्रस्थान 20 को 7, व्यवस्था 5 को 11, उल्लङ्घन लेवी 24 को 10 देखि 16। आज्ञा नम्बर 4 विश्राम दिन प्रस्थान 20 को 8, व्यवस्था 5 को 12, उल्लङ्घन गन्ती 15 अध्यायको 32 देखि लिएर 36। मानिसहरूसँगको सम्बन्ध सम्बन्धी आज्ञाहरू: आमा बाबुको आदर गर प्रस्थान 20 को 12, व्यवस्था 5 को 16, उल्लङ्घन व्यवस्था 21 18 देखि 21। आज्ञा नम्बर 6 हत्या प्रस्थान 20 को 13, व्यवस्था 5 को 17, उल्लङ्घन न्यायकर्ता 19 देखि लिएर 21 अध्याय। आज्ञा नम्बर 7 व्यभिचार प्रस्थान 20 को 14, व्यवस्था 5 को 18, उल्लङ्घन दोस्रो सामुएल 11 र 12, विशेष गरेर 11 को 2 देखि लिएर 4 पद। आज्ञा नम्बर 8 चोरी प्रस्थान 20 को 15, व्यवस्था 5 को 19, उल्लङ्घन यहोशू 7। आज्ञा नम्बर 9 झुटो साक्षी प्रस्थान 20 को 16, प्रस्थान 20 को व्यवस्था 5 को 20, उल्लङ्घन पहिलो राजा 21 अध्याय। आज्ञा नम्बर 10 लोभ प्रस्थान 20 को 17, व्यवस्था 5 को 21, उल्लङ्घनका धेरै उदाहरणहरू। यी पोडकास्ट एपिसोडहरूमा हामी प्रत्येक आज्ञाको अध्ययन गर्छौं र बाइबलका कथाहरू मार्फत प्राचीन हिब्रूहरूले कसरी यी आज्ञाहरू उल्लङ्घन गरे भन्ने कुरा हेर्छौं। छलफल 8औं आज्ञा चोरीको बारेमा हो। प्रस्थान 20 को 15 आज्ञा 8 तिमीले चोरी नगर। चोरी गर्नु परमेश्वरको व्यवस्था विरुद्ध हो। प्रस्थानको पुस्तकमा यो आज्ञा उल्लङ्घन गर्नेहरूका लागि सिधा दण्ड उल्लेख गरिएको छैन, तर प्रस्थान 22 र लेवी 6 मा चोरीको सजाय सामान्यतया क्षतिपूर्ति दिनु हो। उदाहरणको लागि प्रस्थान 22 को 1 देखि 4 मा भनिएको छ, जसले गोरु वा भेडा चोर्छ त्यसलाई काट्छ र बेच्छ, उसले एउटा गोरुको सट्टा 5 वटा गोरु र एउटा भेडाको सट्टा 4 वटा भेडा फिर्ता दिनुपर्छ। लेवी 6 मा यस विचारलाई अझ विस्तार गर्दै भनिएको छ, चोरले चोरेको जबरजस्ती लिएको वा हराएको सम्पत्ति फिर्ता गर्नुपर्छ। यदि उसले झुटो कसम खाएको छ भने पनि उसले पूर्ण क्षतिपूर्ति दिनुपर्छ, साथै त्यसको मूल्यको 5औं भाग थपेर मालिकलाई फर्काउनु पर्छ। हिब्रूहरूले यी आज्ञा कसरी उल्लङ्घन गरे? युद्ध अघि यहोशू 6 अध्यायमा 6:17 देखि 19 मा यहोशूले भने, सहर एरिहो
र त्यसमा भएका सबै वस्तुहरू परमप्रभुलाई समर्पित गर्नुपर्छ। सबै चाँदी, सुन, काँसा, फलामका सामानहरू परमप्रभुको लागि पवित्र छन्, उहाँको भण्डारमा राखिनुपर्छ। यहोशू 7को 11देखि लिएर 19देखि लिएर 20मा यसरी लेखेको छ, एरियोमाथि विजय प्राप्त गरेपछि आकान नामक एक व्यक्तिले ती वस्तुहरू चोरेर आफ्नै लागि राख्यो। जुन वस्तुहरू राष्ट्रको कोषमा जानुपर्ने थियो, यो चोरी इजरायलीहरूले अर्को युद्ध हार्दासम्म लुकाइयो। सेनापति यहोशूले हारको कारण जान्न खोजे अनि परमप्रभुले भन्नुभयो, इजरायलले पाप गरेको छ, तिमीहरू मेरो करार उल्लङ्घन गरेका छौ। तिमीहरूले समर्पित गरिएका वस्तुहरू चोरेका छन्, झुट बोलेका छन्, ती आफ्नै सम्पत्तिमा राखेका छन्। त्यसैले इजरायल आफ्ना शत्रुहरूको सामु खडा हुन सक्दैन। पछि चोरको पहिचान गरियो। यहोशूले आकानलाई भने, मेरो छोरो, इजरायलका परमेश्वरलाई महिमा देऊ र सत्य बताऊ, तिमीले के गरेको छौ? आकानले उत्तर दियो, मैले लुटिएको सामानमध्ये बेबिलोनको सुन्दर वस्त्र, 200 सेकेल चाँदी र सुनको एउटा डल्लो देखेँ। मैले ती वस्तुहरू लोभ गरेँ र लिएँ। यस अपराधको परिणामस्वरूप आकान, उनको परिवार र उसका सम्पूर्ण सम्पत्तिलाई ढुङ्गाले हानेर मारियो र जलाइयो। निष्कर्ष, सामान्य चोरीको सजाय प्राय क्षतिपूर्ति थियो, तर परमेश्वरलाई समर्पित वस्तु चोरी गर्नु मृत्यु दण्डयोग्य अपराध मानिन्थ्यो। आकानको पापका कारण इजरायलीहरूले यही शहरको युद्धमा हार बेहोरे, जहाँ 36 जना सैनिक मारिए। यहोशू 7को 5मा यस घटनाले करार व्यवस्थाको एउटा महत्त्वपूर्ण सिद्धान्त देखाएको छ। यदि एक व्यक्तिले व्यवस्था उल्लङ्घन गर्छ भने सम्पूर्ण राष्ट्र त्यसको प्रभावमा पर्न सक्छ। हिब्रू धर्मशास्त्रमा हरेक यस करार व्यवस्थाको सिद्धान्तलाई धेरै टिप्पणीकारहरूले व्यवस्था गर्छन्। बाइबल अनुसार परमेश्वर आफ्ना प्रतिज्ञाहरूमा सधैँ विश्वासयोग्य हुनुहुन्छ। उहाँले राष्ट्र वा व्यक्तिलाई दिनुभएको प्रतिज्ञा समयअनुसार पुरा गर्नुहुन्छ। अन्तिम निष्कर्ष, यी 10 आज्ञाहरूले केवल प्राचीन इजरायल र परमेश्वर बीचको करार मात्र होइन, परमेश्वरको स्वभाव र मानवको अवस्थालाई पनि प्रकट गर्छ। परमेश्वर पवित्र र नैतिक रूपमा शुद्ध हुनुहुन्छ। उहाँले कहिल्यै आफ्ना आज्ञाहरू उल्लङ्घन गर्नुहुन्न। पहिलो योहन्ना 1:5मा लेखेको छ, परमेश्वर ज्योति हुनुहुन्छ, उहाँमा कुनै अन्धकार छैन। यहोशूले व्यवस्थाको अर्थलाई अझ गहिरो बनाउँदै मत्ती 5:28मा भन्नुभयो, जसले कुनै स्त्रीलाई कामवासनाले हेर्छ, उसले आफ्नो हृदयमा त्यससँग पहिले नै व्यभिचार गरिसकेको हुन्छ। त्यसरी नै यीशुले बाहिरी कर्म मात्र होइन, मानिसको हृदय र विचारलाई पनि परमेश्वरको दृष्टिमा महत्त्वपूर्ण ठहराउनु भयो। आजको समाजमा धेरै कुराहरू स्वीकार्य मानिन्छ, तर बाइबलले सिकाउने नैतिक सत्यहरू त्यसको विपरीत हुन सक्छन्। यदि समाजको विचार परमेश्वरको वचनसँग विरोधमा जान्छ भने मानिसले सत्य र नैतिकताको पक्षमा निर्णय गर्नु आवश्यक हुन्छ। बाइबलले के सिकाउँछ भन्ने कुरा प्रस्तुत गर्छ। यसको उद्देश्य कसैलाई धर्म परिवर्तन गराउनु होइन, तर बाइबलका विचार, शिक्षा, अवधारणालाई बुझ्न सहयोग गर्नु हो। तपाईँ सहमत वा असहमत हुन सक्नुहुन्छ, तर आफ्नो विचार आफै बनाउन सक्नुहुन्छ। बाइबलबाट यसरी नै काम गर्छ। छोटो, केन्द्रित, विषयमा आधारित अध्ययन, कुनै अनावश्यक विषयवस्तु वा विचलन छैन। ट्विटर वा इन्स्टाग्राम, फेसबुकमा बाइबलबाडलाई पछ्याउनुहोस्। तपाईँका प्रश्न वा टिप्पणीहरू biblebardus.gmail.com मा पठाउन सक्नुहुन्छ। तपाईँको प्रतिक्रिया पाउँदा खुसी लाग्नेछ। धन्यवाद।